यो हेलो गाइज वेलकम ब्याक टु माई भिडियो। हिजोको गेम चाहिँ बार्सिलोनाले अलाभा सिटीसँग जितिसकेको छ 2-1 को स्कोर लाइन। र ल हिजोको लाइनअपको कुरा गर्ने हो भने चाहिँ हिजोको लाइनअप चाहिँ मलाई बल्ल चित्त बुझ्यो होइन। रोनाल्डो अराउगोले चाहिँ स्टार्ट गरेको छ। राफिनिया चाहिँ इन्जर्ड भएको कारण चाहिँ रोनाल्डो अराउगो फेरि अब आफ्नो प्लेइङ एक्समा आइसकेको छ। र स्ट्याटको कुरा गर्ने हो भने चाहिँ हेर केटा, सर्ट 16 होइन, 6 अन टार्गेट, पास एक्युरेसी नि बार्सिलोनाको धेरै छ। सब बार्सिलोनाकै धेरै छ क्या। त्यो सर्ट हेर, 16 सर्ट, 6 अन टार्गेट, 4 अफ टार्गेट, सर्ट ब्लक 6। त्यो जो पाइ तिमीले गर्न सक्दैन। ट्याकल पनि डिफेन्सिभली चाहिँ एलएबी सिटी राम्रो हो, डिसिप्लिन अनुसार नै एलएबी सिटी राम्रो हो। बार्सिलोनाले हल्का फाउल गर्यो। र लामिन यामालको फर्स्ट गोल कोलाई याद छ होइन, हिजोको गेम हेरेको थियो भने लामिन यामालले बल फिनिसिङ हानेको छ। फर्स्ट टाइम सट। र रोनाल्डो अराउगो आउने बित्तिकै कर्नरबाट बार्सिलोनाले एउटा लामो अग्लो डिफेन्डर त चाहिरहेको थियो। रोनाल्डो अराउगो आउने बित्तिकै कर्नर गोल होइन। रोनाल्डो अराउगोले चाहिने गेममा पर्फर्म गरेको छ। दानी अल्मोको 1v1 मिस। फेरन टोरेसले त हिजो मलाई फेरि डिसपोइन्टेडै गरिदिइहाल्यो केटा हो। र यो डाइभिङ हेडर हेर न केटा हो यार, अलमोस्ट यो इक्वलाइजर गोल हो क्या। जेराट मार्टिनको गोल स्कोर लाइनको क्लियरेन्स बवाल होइन। मलाई त्यो कुरा चाहिँ मन पर्यो। र ओभरअल पर्फर्मेन्स हेर्ने हो भने चाहिँ हिजोको गेममा लामिन यामालले बवाल पर्फर्मेन्स दियो, रोनाल्डो अराउगोले दामी पर्फर्मेन्स दियो। हिजोको गेमको ओभरअल पर्फर्मेन्सदेखि हल्का चित्त नबुझेको भनेको चाहिँ मलाई लेभनडस्कीदेखि मन परेन, फेरन टोरेसदेखि मन परेन। मलाई त लाग्छ फेरन टोरेसलाई बेचेर जुलियन एल्भारेज ल्याउनुपर्छ टिममा। फेरन टोरेसले धेरै गेममा 1v1 धेरै कति मिस गर्छ हो यार। चित्त नबुझ्ने गेमहरू पनि जित्ने इजी गेमहरू नि। हिजो बार्सिलोनाको स्कोर लाइन कम्ती भने 5-1 5-2 हुनुपर्ने गेममा 2-1 रे। त्यही पनि झन्डै हारिसकेको थियो बार्सिलोनाले होइन। त्यही भएर एउटा गुड राम्रो स्ट्राइकर चाहिँ चाहिन्छ। लेभनडस्की नै अब बुढो भइसक्यो, बिस्तारै साउदी जाने बेला भइसक्यो होइन। त्यही भएर पनि अब पर्फर्मेन्स ठिक छ। तर फेरन टोरेस यार त्यत्रो खर्च गरेर ल्याएको, तेरो पर्फर्मेन्स चाहिँ हेर्न ल्याओ। र मैले आजबाट चाहिँ युट्युबमा रिभ्यू खालको फुटबलको बारेमा भिडियो गराउन थालेको छु। यदि हजुरहरूलाई चाहिँ मेरो भिडियो राम्रो लाग्छ भने कमेन्ट गरिदिनु, लाइक गरिदिनु होइन। र हामी आगामी दिनमा नि खतरा खतरा बल कन्टेन्टहरू ल्याउनेछौँ। र यो चाहिँ मेरो युट्युबको पहिलो रिभ्यू खालको भिडियो छ। एज अ बार्सा फ्यान, एज अ मेस्सी सपोर्टर, थ्याङ्क्स फर वाचिङ।